लागेको छ 4-5 दिन धमाधम छ बिहेको आज बखरबाट दिन यहाँ भोलि फेरि अर्को घरमा पनि छ फेरि पछि बखरबाट कसा डढाउन पाइँदैन नि फेरि हो त बेहुलाको बाबाले पनि कसर भुट्न पाउनु भनेको सानो भाग्यमानी हो त अनि म भएन भने बिहा यस्तो हुँदैन है ल राम्रोसँग भुट्नु ल दाजुको बेमा भाइहरूलाई कसर पटार्न धमाधम छ यो मौकाले पाएको हो नि त होइन मजाले भुट है मजाले भुट दादाको बेको कसार फेरि काँचै भन्दा पेट दुख्छ नि बुवालाई त ल राम्रोसँग डल्ला बनाम है साथी हो राम्रोसँग छिटो छिटो सेल आएपछि डल्ला बन्दैन तातैमा गर्नुपर्छ